के तपाईसँग बाइक अथवा स्कुटरको लाइसेन्स छ? थप गर्न चाहनुहुन्छ? कारको अथवा अन्य कुनै क्याटेगोरीको थप गर्न चाहनुहुन्छ? नमस्ते, म गोविन्द गैरे। आज म हजुरहरूलाई आफ्नो कुनै बाइक अथवा स्कुटरको अथवा कारको लाइसेन्स छ, त्यसलाई थप गरेर बाइक हुनेले कारको अथवा कार हुनेले बाइकको थप गर्न चाहनुहुन्छ भने कसरी गर्न सकिन्छ भने म सिकाउन गइरहेको छु। त्यसको लागि चाहिँ हजुरले बाइक अथवा कारको लाइसेन्स निकाल्दाको मोबाइल नम्बर अनिवार्य आवश्यक पर्दछ। आफ्नो मोबाइल नम्बर छ भने सजिलैसँग यो फर्म भर्न सक्नुहुनेछ। आउनुहोस् हेरौँ। सर्वप्रथम गुगल क्रोम ब्राउजर ओपन गर्नुहोस्। युआरएल बक्समा apply.new.dotm.gov.np/login टाइप गरी इन्टर प्रेस गर्नुहोस्। अब तपाईले मोबाइल नम्बर र क्याप्चा टाइप गर्ने ठाउँ देखाउनेछ। लाइसेन्समा भएको अथवा लाइसेन्स बनाउँदाको मोबाइल नम्बर टाइप गर्नुहोस् र क्याप्चा टाइप गरी नेक्स्टमा क्लिक गर्नुहोस्। अब हजुरको मोबाइलमा एसएमएस बाट एमपिन आएको छ, त्यो नम्बर टाइप गर्नुहोस् र नेक्स्टमा क्लिक गर्नुहोस्। अर्को पेज खुल्नेछ। डु यु ह्याभ नेप्लिज ड्राइभिङ लाइसेन्स भने भन्छ। यो पटक हजुरले यस आई हेभ नेप्लिज ड्राइभिङ लाइसेन्स मा क्लिक गर्नुहोस् र नेक्स्टमा क्लिक गर्नुहोस्। अब हजुरलाई इन्टर योर लाइसेन्स डिटेल भनेर भनेको छ। लाइसेन्स नम्बर, डेट अफ बर्थ इन एडी मा टाइप गर्नुहोस्। छ भने इमेल एड्रेस पनि टाइप गर्नुहोस्, कम्पलसरी छैन र नेक्स्टमा क्लिक गर्नुहोस्। अब एप्लिकेन्ट लाइसेन्स डिटेल देखाउँछ, चेक गर्नुहोस्। यदि कुनै विवरण मिलेको छैन भने त्रुटि भएकोलाई अनिवार्य रूपमा सम्बन्धित कार्यालयमा गई सच्याउनु होला। अहिलेको लागि नेक्स्टमा क्लिक गर्नुहोस्। अब एप्लिकेन्ट पोर्टल खुल्छ। एप्लाई फर एड क्याटेगोरीमा क्लिक गर्नुहोस्। एप्लाई फर लाइसेन्स लेखेर खुल्छ। कहाँ स्वास्थ्य परीक्षण गर्ने भनेर सोधिएको हुन्छ। सुरुकै अप्सनमा सम्बन्धित यातायात कार्यालय भन्ने देखाउँछ, यसैलाई चुज गरेर नेक्स्टमा क्लिक गर्नुहोस्। डु यु रियली वान्ट टु सबमिट द फर्म भन्छ, ओकेमा क्लिक गर्नुहोस्। अब कुन क्याटेगोरी थप गर्न चाहनुहुन्छ हजुरले चुज गर्नुहोस्। कार्यालय चुज गर्नुहोस्, कहाँ नजिक पर्छ। भिजिट डेटहरु आउँछ, कुन दिन जान मन छ, कहिले फर्म खुलेको छ चुज गर्नुहोस्। डाक्टर अप्सनमा बाहिर भए चुज गर्नुहोस् र नेक्स्टमा क्लिक गर्नुहोस्। डु यु रियली वान्ट टु सबमिट भन्छ, ओके क्लिक गर्नुहोस्। अब तपाईको फर्म भरिएको छ। एप्लिकेसन डाउनलोड गरी प्रिन्ट गरेर भिजिट डेटमा लिएर जानु होला। साथमा ओरिजिनल र फोटोकपी न्यायता लिएर पनि जान नबिर्सनु होला। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। यस्तै नयाँ टेक्नोलोजी सम्बन्धी भिडियो हेर्न चाहनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनु होला। स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्। गुड लक।